हेलो साथीहरू, तपाईहरु के गर्नु हुँदैछ कोनी? म चाहिँ यहाँ हेर्नु नि, अलिअलि दाना लागेको भए नि मटर टिप्दैछ। बाँदरले खाइहाल्छ। यहाँ हेर्नुहोस् न, यतिको भेट्यो भने लगिदिइहाल्छ। बसी बसी आएर खान्छ। त्यही कारण यहाँ यसो अलिक उज्यालो उज्यालो पनि भयो कि, त्यही कारण मटर टिपौँ भनेर नि। बाँदरलाई खाना दिनुभन्दा त बरु आफू खानुपर्छ। त्यसो गर्दा पल्किन पाउँदैन नि हो। नभए त एकताल चाहिँ खाना पायो भने त अघि कतिखेर आएर खान्छ। तपाईहरु के गर्नु हुँदैछ कोनी? यस्तै पो छ है साथीहरु, हाम्रो बस्तीको चाहिँ। अलिअलि दाना लागेको नि खाइहाल्दो रहेछ साथी। यतिको भएपछि आएर खाइहाल्छ। अनि के गर्नु? यस्तै पो छ है साथी हो, गाउँ बस्तीमा। अब के गर्नु, यस्तो दुःख गरेर रोपेको छ यो। अनि आफूले पनि नखाइकन उसले खाइदिन्छ हो। के गर्नु, बरु टिप्यो भने आफू पनि यसो नअघि खान पाइन्छ भनेर नि साथी हो। आज सबैलाई छुट्टीको दिन आफ्नो आफ्नो काम हुन्छ होइन। छुट्टीको दिन भ्याइ नभ्याइ हुन्छ साथी। यस्तै पो छ हेर्नु नि, फल्न पनि के मजाले फलिरहेछ हो। हेर्नु नि, आम्मा यहाँ हेर्नुहोस् त है, यति दामी फलिरहेछ फल्न चाहिँ। छिपिएर खानु भने त दामी हुन्थ्यो नि। के गर्नु, बाँदरले सकिहाल्छ। यसो दाना लागेको भेट्यो भने उडाइदिइहाल्छ। अनि त्यही कारण यसो अलिअलि दाना भएको चाहिँ टिप्दिउँ भनेर नि। आफूलाई सब्जी पनि हुन्छ। यस्तो पो छ है साथी हो। ल त सबैलाई गुड आफ्टरनुन है। ल त सबैलाई गुड आफ्टरनुन। आजको सन्डे पनि घामै नदेखिकन सकियो है साथी। ल त।